प्रीतिलाई त आउने दिनु ए हुन्छ एन्जिलाको एन्जिला दिको यो जति पनि यो मुभीमा देखाइयो त्यो चाहिँ अझ पनि त्योभन्दा धेरै सङ्घर्ष दिदीले गर्नुभएको छ त्यो मलाई थाहा छ। अब एन्जिला दिदी मात्र नभएर हरेक खेलाडीहरूले आफ्नो ठाउँबाट धेरै नै भोग्नु भएको छ दिदीहरूले। एन्जिला दिदीलाई यो ठाउँमा देख्दा चाहिँ मलाई एकदमै प्राउड फिल भइरहेको छ। आगामी दिनमा राज्यले प्रीतिको पनि बायोपिक मुभी बनाउनु पर्छ जस्तो लाग्छ कि आज अलिकति फेरि आउन दिनुहोस् न ल विशाल भाइ प्रीतिलाई त आउने दिनु ए हुन्छ एन्जिलाको जुन चलचित्रमा हामीले देखायौँ यो भाइहरू तल 5% मात्रै हो यता यस्ता दर्दनाक कहानी एकदम फेरि आउँछन्। प्रीतिको पनि एकदमै धेरै ठुलो सङ्घर्ष गरेर यो ठाउँमा आज खेलकुद क्षेत्रमा सुपरस्टार भएको छ। प्रीतिलाई नचिन्ने कोही पनि छैन, त्यो प्रीतिको मेहनतले गर्दाखेरि हो। एन्जिला त एउटा प्रतिनिधित्व पात्र मात्रै थियो। तर मलाई के लाग्छ भने आगामी दिनमा राज्यले प्रीतिको पनि बायोपिक मुभी बनाउनु पर्छ जस्तो लाग्छ कि आज हामीले गर्वका साथ भन्न सक्छौँ कि प्रीति राई भनेर संसारले चिन्ने भएको छ। प्रीति राईबाट दुई शब्द यो सिनेमा हेर्नका लागि आग्रह कस्तो लाग्यो होइन? दुई शब्द। सर्वप्रथम त सबैजनालाई एकदम धन्यवाद। सबैजनालाई एकदमै धन्यवाद यहाँ एन्जिला दिदीलाई सपोर्ट गरिदिनु भएकोमा, माया देखाइदिनु भएकोमा। र यो एन्जिला दिदीको यो जति पनि यो मुभीमा देखाइयो त्यो चाहिँ अझ पनि त्योभन्दा धेरै सङ्घर्ष दिदीले गर्नुभएको छ त्यो मलाई थाहा छ। त्यही भएर पनि अब हामी दिदीसँग नजिक भएर अब आफ्नो साथीहरूको त्यो थाहा भएर पनि मलाई अब एन्जिला दिदी मात्र नभएर हरेक खेलाडीहरूले आफ्नो दिदीलाई एकदम धेरै माया गरिदिनु होला। सबैजनाले सोसियल मिडियामा हुन्छ कि के भएर हुन्छ सेयर गरेर सबैजनाले एकदमै माया गरिदिनु। थ्याङ्क यू सो मच। अब हामी बाहिर अर्को सो हुने भएकोले गर्दाखेरि बाहिर गयो।